राव खोला यतातर्फ गइन्छ। हामी धेरै अगाडि आइसक्यौँ, पछाडिबाट आउँदै गरेको। हामी हिँड्दैछौँ। अब यस्तो सर्भाइभल गर्दै ओहो पानी है बवाल छ के हो यस्तो। 5 केजीको सहर छोप्न सफल भइयो। हेलो दर्शन नमस्ते सबैजनालाई। आज फेरि हामी सधैँ झैँ रावा खोलामा हन्टिङ गर्न जाँदैछौँ। आज दुवाली थुन्ने हो। दुवाली थुनेर कति माछा रावा खोलाका रावा माछा मार्नेछौँ। यहाँ मार्ने छैनौँ। आज पनि सधैँ जस्तै हामी हाम्रो पल्टन हाम्रो बटालियन चाहिँ जाँदैछ। आज हामी यहाँ आइपुगिसकेका छौँ। यहाँबाट अब रावा खोला यतातर्फ गइन्छ है भने हामी यता पछाडिबाट आउँदै गरेको। यति बेला यता पछाडिबाट आउँदै गरेको। ठिकै छ जे होस्, सधैँ जस्तै रमाइलो गर्दै रावा खोलामा दुवाली थुनेर कति माछा मार्छौँ। हतेली खेल्ने हो रावा खोलामा, हतेली खेल्ने हो। यो पुरानो माछा मार्ने तरिका हो हतेली भनेको है। हामी धेरै अगाडि आइसक्यौँ, पछाडिबाट आउँदै गरेको। साथीहरू हाम्रो बटालियन फौजीहरू अलि ढिलो भयो उताबाट आउन, त्यसैले हामी बटालियनलाई छुट्यौँ, पर्खिँदैछौँ। अब हामी सिधै जानेछौँ। यही बाटो हुँदै जानेछौँ। हामी यतातर्फबाट आएको, यतातिर जान्छौँ। अब जोस् रमाइलो छ, रमाइलो तरिकाले जान्छौँ। अब के हुन्छ अब बाटोबाटै अपडेट गराउँदै हिँड्नेछौँ है। ठिकै छ। यस्तो बाटोमा फिलिल्लै हिँड्दैछौँ हामी त। ए ट्याक्क यो कहाँ यो अन्धकन्तारमा आइपुग्यो होइन। यतातिर यस्तो छ होइन, तर हाम्रो पल्टनलाई सु आयो, त्यही भएर हामी पुरा सु हान्न हिँड्दैछौँ यति बेला। ल साथीहरूलाई भोक लाग्यो अरे यहाँ हो के। ओहो यतातिर त बबाल रहेछ ठाउँ त है। साथीहरूलाई भोक लागेर ल नास्ता गर्ने भन्दैछन्। नास्ता गर्नको लागि म चाहिँ फेरि ड्यु बोकेर हिँड्दैछु। ठिक छ, जता बस्यो नि बहिनी ठाउँ रहेछ। कता हो नि यतै होला है, यहाँभित्र होला। ओहो यहाँ त खतरा फुटबल खेल्ने ठाउँ रहेछ है। के ठाउँ यस्तो म त चिन्दिनँ के अरे, तर जो बबाल रमाइलो रहेछ। होइन ओपन खाइदिने बबाल हाम्रै घर। ओहो सही चोरेर खाएको होइन। ठिकै छ, जहाँ बस्यो नि आफ्नै घर हो। दाजु पनि के दाजु ल जोस् दाजु एकदम रमाइलो। बबाल दाजुले चाहिँ खतरै दिए यार मलाई, कन्टेन्टमा बबालै दिए। ए यतै लोकल थरेर चाहिँ यता चाहिँ रेडी भइसक्यो। ओहो ल ठुलै ल चेस ठुलै मैले चेस दिएँ ल। अन्धकन्तार बाटोमा यार यस्तो खत्तम बाटो रहेछ यार। राम्रै होला भनेर फर्स्ट चान्स आएको हेरौँ न। यो उकालो यो हो राम राम। यस्तो फेरि लिक बनाउँदै हाम्रो साथीहरू। यस्तो बाटो चाहिँ यार, बाटो औडा लास्टै बाटो औडा क्या, त्यही भएर गाह्रो। यता हाम्रो आउँदैछ पछाडि आएर हामी हेरौँ है। हाम्रो बसन्ती लिएर आयो 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 बसन्ती आयो, बसन्ती आयो। ओइस 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 कुदायो, निस्क्यो बसन्ती निस्क्यो है। हट
ल है अर्को सेकेन्ड राउन्ड मोडो मेता हो यस पर्फेक्ट ओहो ल दुईटा गाडी कट्यो अब दुईटा पछाडि छ उता यस्तो अनकन्दा ठाउँमा हामी सर्भाइभल गर्दैछौँ यस्तो अनकन्दा ठाउँमा यस्तो हिलोमा हामी सर्भाइभल गर्दैछौँ यति बेला है जे होस् रमाइलो छ यस्तो छ यो पुल भनेको के हो यतातिर फेरि एक मान्छे डुबिन्छ यता गहिरो छ यो ढुङ्गा हालिहाली पुरै भरेको है हामी है यस्तो छ अब दुईटा गाडी बाँकी छ ल यो हो नि त लाइन ल हाम्रो बसन्तीहरू त्यति बेला हाम्रो बसन्ती सागर बसन्ती कृष्ण बसन्ती सङ्गीता सबै तरिसक्यो है हामी हिँड्दैछौँ अब यस्तो सर्भाइभल गर्दै ओहो पानी है बवाल छ के हो यस्तो ओहो खाली खुट्टे हन्टिङमा चाहिँ धेरै रन्काइसकियो होइन माछा चाहिँ बवाल छ है यति धेरै छ झर्दै झर्दैन क्या फेरि माछा ठुलो भएर नझरेको खतरा हन्टिङ गर्यो कि हामी धेरै हन्टिङ गरियो त हो ओहो यत्रो अब त्यहाँ निकाल्दै हो अझै यस्तो के हो सबै सहर बजार मात्रै छ नि त हो पानी ल्याउनु बवाल हन्टिङ गरियो थकाइ पनि लाग्यो हलाट परियो ओहो अहिले यति बेला रातको 3 बजिसकेको छ निन्द्रा पनि लाग्छ होइन तर यतातिर चाहिँ छोडिए छैन यो माछा हामी बेच्दैन खान्छ पाहुना पास आउँछ पुच्छ र नपुच्छ र ओहो माछा पनि कत्रो हो 4 केजी त छ क्या हो मेरो बोले ल गाइस हेरियो यो छ नि यो चाहिँ लगभग 4 केजी जति छ यो 2 केजी छ यो 2 केजी छ हैन यो 1.5 केजी छ यो 1 केजी छ है तर यो 0.6 बाट यस्तो सानो दुखेको अनि हेरि के भन्छ यार हरियो म्याटो टोक्का माछा के हो कति खरो दाँत हो म्याटो मैले त जिउँदै भएछ भनिरहेको यो चाहिँ लगभग यो नि आधा केजी छ है अरू पनि त्यस्तै कति छन् यहाँ त लगभग यो 5 केजीको सहर छोप्न सफल भयो यति बेला छोपिया छ हैन घरुङ्गो छ एकदम मुखै ठुलो छ बबाल सकिन्न ठोल्दा लिएर गए मछली राखेको छैन बिस्कुट बाल काटे केटाले होला पानी हालेर एकैचोटि फरक त्यही छैन भनेको